कार्यक्रम सफल भयो भने ताली ठोकिहाल्ने हो बनोस् जनताले सुख पाउनु भनेर हो त्यो चाहिँ बुझ्दिनु पर्ने मान्छेले बुझ्दिनु पर्छ बाउन्ने गरेको छैन कि संविधान हुँदैन भएर बल्ल सुरु गरे बोल्नु पर्ने कुरो किन बोल्नु भएको छ तपाईँ शान्तिले अब सक्दैन हैन राम्रो माग्ने सबै काम छ अब बाहुनहरूले माग्ने भन्दा गएका नेता पनि बुद्धि सबैले घाँस अब अझै पनि सोच पहिले उठेर यति भन्नेलाई सायद सम्मान तपाईँ यहाँ जान सक्नुहुन्छ हामी पनि नबुझ्नु थियो होइन तपाईँहरू उठेर कमसेकम हाम्रो समाज यस्तो तपाईँहरू आइडेन्टिटी भएको मान्छे हामीले बुझिरहेको आइडेन्टिटी मात्रै देखाएर भएन नि त तपाईँहरू कमसेकम जनताले के गरिरहेको भनेर बुझिदिनु हो तपाईँहरू जस्तो जिम्मेदार मान्छे तपाईँ राष्ट्रिय लेभलको कार्यक्रम चलाउनुहुन्छ पत्रकारिता कमसेकम त्यो भनेर चाहिँ तपाईँहरूले हाम्रो कुरो पुर्याउने काम गर्नु होइन अब म तपाईँलाई हेर्नु न 10 बजीको न्युजमा लाइभ हेर्नु तपाईँ एक दुईजना गएर हेर्नुहोस् होइन हजुर नजिकै टेलिभिजन छ होला तपाईँ केबलमा गएर हेर्नु सगरमाथा टेलिभिजन हेरेर लाउनु न तपाईँलाई कोही मान्छेले पठाइदियो अगाडि पछाडि त्यो पनि होला होइन किसिने अरू सानो जनता के त्यही हो आन्दोलनको विश्लेषण त्यो तपाईँले गर्नु पनि जरुरी छैन के गर्दा हुन्छ तपाईँले त्यति बुझ्नु भएको रहेछ सर उहाँलाई छोडिदिँदा हुन्छ उहाँलाई छोडिदिँदा यदि हाम्रो संविधान बन्छ त्यही तपाईँले लेखाइदिनुहोस् हामी छोडिदिन्छौँ सबै साथीहरू 28 वर्ष बोलाएको पनि भइसक्यो मैले यस्तै देखाएको छु राम्रो के भएको
नराम्रो गरेकोमा दबाब तिनै जुन राम्रो गरेको त्यसलाई दबाब गर्न हामी आएकै छौँ होइन हामीकै हो अहिले तपाईँहरू राम्रो तपाईँले त यो त अनुभव छ नि यो गाडी छोडिदिए अब संविधान बन्छ भन्ने मैले माने तपाईँ देवानी एउटा वर्दीवाला हुनुहुन्न धन्यवाद तपाईँलाई कमसेकम एउटा वर्दीमा पनि संविधान बन्दैन भनेर हिम्मत राखेर भन्नुभयो धन्यवाद तपाईँ चाहिँ तपाईँलाई मान्नुपर्छ त्यसले गर्दाखेरि हजुरहरूले कस्तो मान्नु पर्यो के भन्नु मैले केही नभन्नु तपाईँको ड्युटी हुनुहुन्छ जो हाम्रो आग्रह छ हाम्रो ड्युटी गर्न दिनुहोस् तपाईँले ड्युटी गर्नु त्यही आग्रह गर्यो अरू आग्रह भन्नुभयो बराबरै तपाईँले हामी चाहिँ छोडिदिनु भन्छ अर्को रात छोडिदिनु भन्छ दुनियाँ खेर सकिन्छ हामी किन म तपाईँसँग एउटै क्वेसन गर्छु के उहाँलाई त उहाँ 4 वटा पत्रकार हुनुहुन्छ उहाँलाई तपाईँले छोडिदिनु भने हामी छोडौँला छोडौँला तर एउटा सामान्य नागरिक तपाईँको उसको उहाँसँग जाने हैसियत पनि छैन त्यसलाई प्रोटेक्सन गरेर तपाईँहरूले हस्पिटलाइज गर्नुहुन्छ भनेपछि तपाईँहरूलाई त्यसको माथि आदेश चाहिन्छ हामीले गृहमन्त्री आउनुपर्छ हजुर हुन्छ हजुर आपत्ति हो गया तपाईँलाई अघि लामपछि हामी उहाँ खाना खान जानुभयो नरम त खाना खान जानुसम्म जानुभयो पग्लन नसक्ने पत्थरै भइसक्यो ब्राह्मण म पनि त ब्राह्मण म त हिजो डिफेन्ड गरेर गएको हजुरले कसरी पक्रिनु नदी समर्थन छ भने नदी समर्थन छ उर्दी लगाएर गर्न मिल्दैन तपाईँको नाममा यत्रो ताली हामीले खाएको नदा एक रिक्वेस्ट गरिरहेको छु मैले आफै भन्दै हुनुहुन्छ आफै आन्दोलनमा बाजियो नि त तपाईँहरूको कुरा बाजियो हामीले तपाईँको कुरा विश्वास गर्नु पत्रकार महोदयका कुरा विश्वास गर्नु अगर पत्रकार हुन्थ्यो भने कुनै एकले आउन भोटमा आएपछि अलिकति बाहिर भएको भए तपाईँको आत्माले के भन्थ्यो आज 4 जनाको लागि यस्तो प्रोटेक्सन दिएर तपाईँहरू पुरा फसाउनु भएको कस्तो खर्च छ तपाईँहरू खट्नुमा त भोक भोकै खट्नु भएको कतिजना खट्नु उठाइदैन
मार्चमा गएको भर्खरै गयो उहाँ गए भात खाएको नभएरै हो क्या आएपछि होइन प्रतिवादै नगर्ने